धेरै नमस्ते नमस्ते धेरै जसो किसान साथीहरूले के गर्नुहुन्छ भनेपछि टमाटर रोपेपछि टमाटर मात्र रोप्नुहुन्छ के है। अनि भन्नुहुन्छ हामीले बजार व्यवस्थापन पाइन, बजारमा भाउ आएन, गोलबेडाले भाउ पाएन भन्नुहुन्छ। हामीले मिश्रित बाली रोप्ने चाहिँ हामीले हेतु गर्नुपर्छ। मिश्रित बाली सबै बालीहरू निरन्तर रोप्नुपर्छ। जस्तो यहाँ टमाटर देख्नुभएको टमाटर छ होइन, टमाटरको बिचमा यो धनियाँ पनि छ है, टमाटर धनियाँ छ। टमाटरसँगै यो रोपेको धनियाँ अब यसले धनियाँ निकाल्यो भने टमाटर हुलुक्क माथि आउँछ। अब केही भए पनि आम्दानीको स्रोतहरू भयो टमाटर है, केही आम्दानी स्रोत भयो। अब तपाईँले अब धनियाँसँग टमाटरसँग साग पनि हाल्न सक्नुहुन्छ, धनियाँ सक्नुहुन्छ। जस्तो यो साइडमा तपाईँको यो छेउछेउमा जुन यो पानी झर्ने छेउछेउमा यो तपाईँले काउलीहरू प्लस यो काँक्रोहरू पनि लाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ काँक्रोहरू छ होइन साइडमा। तपाईँको भन्नुहुन्छ कि टमाटरले बजार व्यवस्थापन पाएन, टमाटरको भाउ आएन भन्नुहुन्छ। हामीले एउटा मात्रै बाली हेरेर बस्ने होइन कि, हामीले धेरै किसिमको बालीहरू मिश्रित बालीहरू लगाउनुपर्छ। जस्तो टमाटरको छेउछेउमा यो काँक्रोहरू देख्न सक्नुहुन्छ। यो काँक्रोहरू लगायो भने केही हल्का आय स्रोत बढ्छ, धनियाँहरू हुन्छ त्यसमा। अब यसमा लाउन सक्नुहुनेछ होइन। साइडमा बोडीहरू पनि लाउन सक्नुहुनेछ। अब देख्नुहुनेछ अब टमाटरसँगै लागेको बोडीलाई अब लगभग अब यो डोरी खोजिसकेको छ, झाल खोजिसकेको छ। त्यसैले हामी एउटा खेती मात्रै नगरौँ कि टमाटर लाउँछौँ त्यसमा मिश्रित केही मिसाऊ। साइडमा काँक्रोहरू हुन्छ होइन, छेउछेउमा तपाईँको रायोहरू लगाउन सक्नुहुनेछ, पालुङहरू लगाउन सक्नुहुनेछ।